रिल्स र सर्ट्स कतिको हेर्नुहुन्छ अनि स्क्रिनशटहरु पनि टन्नै होला नि कहिले फलो गर्नुहुन्छ त के गरौँ भएको छ चिन्ता नगर्नुस् हामी नेक्स्ट 4 हजुरलाई सजिलो तरिकाको सजिलो एक्सटेन्सनहरु सिकाउँछौं YouTube खोल्दा तपाई पढ्न गएको भए पनि रिकमेन्डेड भिडियो सर्ट्स र र्यान्डम कन्टेन्टमा अल्झिनु हुन्छ एकछिनको लागि खोलिएको YouTube कहिलेकाहीँ घण्टौं टाइम वेस्ट गर्ने मेन कारण बन्छ यस्तो डिस्ट्र्याक्सन हटाउनको लागि अनहुक एक्सटेन्सन हजुरहरुको लागि एकदम युजफुल हुन सक्छ अनहुक एक्सटेन्सन युज गर्नको लागि फर्स्टमा चाहिँ हामी क्रोममा जाने क्रोममा गएर चाहिँ हामी फर्स्टमा सर्च गर्ने अनहुक एक्सटेन्सन अनहुक एक्सटेन्सन सर्च गरिसकेपछि अनहुकमा जाने अनि त्यसपछि हामीलाई जस्तै अब क्रोममा चाहियो हो कि फायरफक्समा चाहियो हो कि मोजिलामा चाहियो हो त्यही अनुसार एड गर्ने अब मलाई गुगल क्रोममा चाहिएको छ त्यही भएर मैले गुगल क्रोम चाहिँ सिलेक्ट गरे त्यसपछि हामीले एड टु क्रोम गर्नुपर्छ अहिले हाम्रो YouTube च्यानल हेर्दाखेरि यस्तो आउँछ है फर्स्टमा चाहिँ लेट्स सी यो भिडियो हेर्दाखेरि चाहिँ यसमा चाहिँ रिकमेन्डेड भिडियोहरु आउँछ हेर्नु भयो होला यसमा चाहिँ रिकमेन्डेड भिडियोजहरु छ अब जस्तै हामीले चाहिँ यहाँ गएर चाहिँ अनहुक एक्सटेन्सनलाई चाहिँ ओपन गरिसकेपछि चाहिँ अनि यसलाई रिफ्रेश गर्दाखेरि चाहिँ यो सबै हट्छ है यहाँ हेर्न सक्नु भएको होला हजुरहरुले अहिले रिकमेन्डेड भिडियोज कमेन्टहरु केही छैन यसमा यो एक्सटेन्सनले YouTube को होम पेज रिकमेन्डेड भिडियोज सर्ट्स साइडबार सजेसन र अरु त्यस्ता डिस्ट्र्याक्सन एलिमेन्टहरु हटाइदिन्छ असाइनमेन्ट इमेल वा रिपोर्ट लेख्दा तपाईको सानो ग्रामर मिस्टेकले तपाईको इम्प्रेसन बिगारिरहेको छ धेरै पटक हामीले सही कुरा लेखे पनि स्पेलिङ र सेन्टेन्स स्ट्रक्चर मिल्दैन जसले गर्दा हाम्रो राइटिङ त्यति प्रोफेसनल देखिँदैन यस्तो प्रब्लमको लागि ग्रामरली एक्सटेन्सन एकदम युजफुल टुल हो हामीले गुगल क्रोम एक्सटेन्सन युज गर्नको लागि चाहिँ फर्स्टमा चाहिँ हामी गुगल क्रोममा जाने गुगल क्रोममा गइसकेपछि हामी सर्च बारमा गएर चाहिँ ग्रामरली क्रोम एक्सटेन्सन सर्च गरेर क्लिक गर्ने अनि त्यहाँ गइसकेपछि हामी एड टु क्रोम गर्दिने एड एक्सटेन्सन गर्ने अब चाहिँ हामी इमेलमा जाने त्यसपछि हामी गुगल जीमेलमा गएर चाहिँ हामी कुनै मेल लेख्छौं है यहाँनेरि ल यहाँ गएर चाहिँ मेल लेख्यौं हामीले मेल लेख्यौं विथ गुगल क्रोम एक्सटेन्सन अन गरौँ फर्स्टमा चाहिँ एक्सटेन्सन ग्रामरली एक्सटेन्सन अन गर्यौं अब हामीले चाहिँ यहाँ नेरी लेख्दै छौं अब यहाँ हामीले हेर्न सक्छौं यहाँ नेरी चाहिँ अटो करेक्सन आउँछ ग्रामरलीले रियल टाइममा तपाईको स्पेलिङ ग्रामर र सेन्टेन्स स्ट्रक्चर अटोमेटिकली चेक गरेर करेक्ट गर्छ तपाईको पनि भिडियो हेरेर नोट बनाउने बानी छ तर कहिलेकाहीँ एउटै भिडियोज पज गर्दै रिवाइन्ड गरेर नोट बनाउँदा धेरै टाइम वेस्ट भएको जस्तो लाग्छ धेरै स्टुडेन्टहरुले यही प्रब्लम फेस गर्छन् भिडियो हेरेर नोट्स बनाउन खोज्दाखेरि न त राम्रोसँग बुझिन्छ न त समय बचत हुन्छ यस्तो सिचुएसनमा ब्ल्याक बक्स एक्सटेन्सन एकदम युजफुल हुन्छ यो एक्सटेन्सन युज गर्नको लागि हामी चाहिँ फर्स्टमा जान्छौं गुगल क्रोममा गएर हामी चाहिँ YouTube खोल्छौं यो चाहिँ YouTube कुनै एउटा भिडियो खोलेको छौं जुन चाहिँ ल्यान व्यान र कम्प्युटर नेटवर्क रिलेटेड भिडियो जस्तै अब यो नेटवर्क हामीले हेर्न सक्छौं स्क्रिनमा देख्न सक्छौं यहाँ धेरै कुराहरु लेखेको छ तर यसलाई हामीले डाइरेक्टली के गर्न सक्छौं भनेपछि ब्ल्याक बक्स युज गर्ने ब्ल्याक बक्स एक्सटेन्सनमा जाने सर्च गर्ने ब्ल्याक बक्समा जाने एड टु क्रोम गर्ने एड गर्ने अब हामी यहाँ नेरी गएकोमा अब यो क्रोम एक्सटेन्सनलाई चाहिँ अन गर्ने यसले गर्दा तपाईले बारम्बार भिडियो पज गरेर म्यानुअली नोट्स लेख्नु पर्दैन